फाइनली साथीहरु एकदम हतार हतार गरेर मेरो साइकल पनि राखिसके। यहाँनिर यो सिमिनी भन्ने हुँदो रहेछ हैन, यो ट्रेन भित्र यसरी बेच्न लिएर आउनुहुन्छ भनेको र मैले सोचेकै थिएन क्या। र यो रेल जाने बाटो चाहिँ नै छ। हिजोलका आएर चाहिँ म यस्तै ठाउँमा सुतेँ अनि मलाई चाहिँ हिजो लास्टै डर लाग्यो कि यहाँनिर सुत्नलाई। अनि त्यहाँ बसिराख्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ मेरो चाहिँ फोन चोरी भयो। काम्बोडियालाई छोडेर थाइल्यान्डतिर चाहिँ फर्किन खोजिरहेको छु। अनि यहाँ टच गर्ने बित्तिकै छुने बित्तिकै औँलाले छुने बित्तिकै आफै पानी आउने। मेरो चाहिँ सबै प्लानहरू चाहिँ सबै चौपट बनाइदियो क्या। पुरै पर पुरै मान्छेहरू सबै चढिरहेछन् कि यस्तो रिस उठिरहेछ कि आफैलाई होइन। अनि अहिले चाहिँ म ठ्याक्कै यो कम्बोडिया र थाइल्यान्डको ठ्याक्कै बोर्डर जुन यो पोइपेट बोर्डरमा छु। अनि यो चाहिँ ट्रेनभित्रको धारो है। जाने बाटोमा त होइन पुरै पानी परेर अनि जल्का चाहिँ म यताबाट आएको अनि साइकल सबै रेडी गरिसकेँ। अनि पोइपेट बोर्डरबाट ब्याङ्ककसम्म चाहिँ त्यही 5 घन्टाको यात्रा हुने रहेछ होइन। र म यो पुरानो सेकेन्ड ह्यान्ड मोबाइलहरू पनि रहेछ कि मलाई एउटा फोन पनि चाहिएको छ नि त। अनि यहाँ देखेर चाहिँ मलाई हाम्रो बागमती खोलाको याद आयो है। लाग्दैन रे क्या। अनि यस्तो दिने रहेछ सबै साइकलहरू यसरी सबै लक लाएर राखेको रहेछ। यहाँबाट चाहिँ तपाईँहरूलाई वेलकम टु थाइल्यान्ड। हजुर भाइ अब 3 दिन राख्ने तर भोजन चाहिँ त्यो बाहुनहरूले जे खान्छ त्यही। फाइनली यति बेला चाहिँ म नेपाल एम्बेसीमा आइपुगिसकेँ। अनि अलिकति अप्ठ्यारो मान्नु भयो कि अब फेरि मलाई जबरजस्ती गर्न अलिकति मनै लाग्दैन कि। थाइल्यान्डमा साइकल लडेर आज म चाहिँ झन्डै मरेँ होइन, भाग्यले मात्रै बाँचेँ। यहाँनिर अझै दुखिरहेछ कि यो नै पुरै ब्रेकको पुरै तारै चुट्टिएछ कि। नमस्कार साथीहरु, तपाईलाई स्वागत छ आजको मेरो अर्को नयाँ भिडियोमा। अनि यति बेला चाहिँ म काम्बोडियालाई छोडेर थाइल्यान्डतिर चाहिँ फर्किन खोजिरहेको छु। र म एक ठाउँमा चाहिँ लगभग त्यहाँ चाहिँ 7-8 दिन लगभगै बसेँ होला होइन। अनि अहिले चाहिँ दिउँसोको त्यस्तै 1 बज्न लागेको छ। अनि अस्ति जुन बोर्डरबाट म छिरेको थिएँ त्यही पोइपेट बोर्डरतिर नै म फर्किन लागिरहेको छु। फेरि पोइपेट बोर्डरबाट नै इन्ट्री हुन लागिरहेको छु। मेरो साइकल चाहिँ पछाडिपट्टि छ होइन। सो म अलिकति बिरामी भएर अनि त्यसपछि मेरो मोबाइल पनि हराएर एकदमै तनाव भइरहेछ। त्यही म बसेको ठाउँबाट त्यस्तै 130-40 किलोमिटर हो पोइपेट बोर्डर चाहिँ। अब अनि यति बेला चाहिँ ठ्याक्कै पोइपेट बोर्डरमा आइपुगेँ। अनि यति बेला चाहिँ त्यही 4 बज्न लागिसकेको छ। म आएको गाडी चाहिँ है मलाई गाडी मिलाइदिएका हुन्। मेरो साइकल चाहिँ यता भित्तापट्टि साइडमा छ त्यहाँनिर। अनि यहाँनिर चाहिँ करेन्सी एक्सचेन्ज गर्न लागेको, यहाँनिरको काम्बोडियाको रियल दिएर अनि थाइल्यान्डको चाहिँ भात लिन लागेको होइन। अनि यतापट्टि साइडमा चाहिँ त्यहाँनिर पर चाहिँ मैले यो ठ्याक्कै यो पसलमा चाहिँ मैले उता थाइल्यान्डको सिम पनि लिएँ क्या। थाइल्यान्डको सिम चाहिँ उहाँले लिइदिनु भयो। अफिसियली रूपमा आधिकारिक रूपमा चाहिँ मैले काम्बोडिया छोडिसकेँ भन्दा पनि हुन्छ। मेरो साइकल यहाँनिर छ। अनि साइकल चाहिँ यहाँनिर चाहिँ उहाँले हेरेर बस्दिनु भयो। ओके थ्याङ्क यू भेरी मच। अकुन्चेरा या अनि उहाँ चाहिँ नेपाल आउनुहुन्छ अरे होइन, त्यही भन्नुभएको छ। म नेपाल आउँछु भन्नुभएको छ होइन। या ओके थ्याङ्क यू। त्यो मान्छे एकदमै दामी मान्छे थियो क्या। यस्तो मान्छे मैले काम्बोडियामा भेट्छु भनेर सोचेको पनि थिएन। यतातिर चाहिँ यस्तो छ है, ठ्याक्कै यो बोर्डरको छेउमा चाहिँ एउटा सानो खोलो छ यो। कम्बोडिया र थाइल्यान्डको इमिग्रेसन क्लियर गरेर चाहिँ अनि अहिले चाहिँ म फाइनल्ली थाइल्यान्ड ब्याक भइसकेको छु। कस्तो खोकी लाग्यो यार। अनि मलाई अघि नै त्यहाँ बोर्डरसम्म छोड्न आउनेले चाहिँ होइन मलाई 800 थाई भाट दिनुभएको रहेछ क्या। त्यो भनेको नेपाली त्यस्तै 27-28-29 जति हुने रहेछ होइन नेपाली रुपियाँ। अनि यहाँबाट ब्याङ्कक जाने चाहिँ एउटा चाहिँ बिहानको टाइममा रहेछ होइन। अनि अर्को चाहिँ दिउँसोको टाइममा रहेछ कि। अनि अब आज चाहिँ जान नमिल्ने भयो, जान नसकिने भयो। अब चाहिँ म सुरुमा चाहिँ यहाँ वरिपरि यसो वातहरू छ कि यतातिरको बुद्धिस्ट टेम्पलहरू छ कि भनेर खोजी हेर्छु। अनि त्यसपछि रहेनछ भने चाहिँ म फेरि होटलतिरै बस्नुपर्ने हुन्छ होइन। कुकुरले चाहिँ पुरै सातो खाइदिने क्या मेरो क्या होइन, जहिले पनि होइन। अनि यति बेला चाहिँ म ठ्याक्कै त्यो ट्रेन स्टेसनबाट 1 किलोमिटर जति भित्र आएको छु। 1-1.5 किलोमिटर चाहिँ भित्र आएको छु यताबाट आएको म चाहिँ। अनि आज यहाँ सुत्न दिनुहोस् भनेर उहाँलाई मैले भनेको, उहाँले हुन्छ अनि भन्नुभएको छ। अनि अहिले चाहिँ म ठ्याक्कै यो कम्बोडिया र थाइल्यान्डको ठ्याक्कै बोर्डर जुन यो पोइपेट बोर्डरमा छु। म हिजो आउने बेलामा चाहिँ यतातिरबाट आएको हेर्न सक्नुहुन्छ, तपाईँहरूलाई म देखाउँदैछु। यहाँबाट चाहिँ म ट्रेनमा लगभग 5 घन्टाको यात्रा तय गरेर चाहिँ जुन यो थाइल्यान्डको राजधानी ब्याङ्ककसम्म चाहिँ म चाहिँ फर्काउँदैछु। 2024 सम्म थाइल्यान्डमा चाहिँ करिब 446 वटा रेलवे स्टेसनहरू चाहिँ रहेछन् होइन।
अनि ठ्याक्कै यसको यो जम्मा टोटल दूरी चाहिँ 250 देखि 60 किलोमिटर छ यो। साथीहरु आज चाहिँ अर्को दिन अनि हिजो बेलुका आएर चाहिँ म यस्तै ठाउँमा सुतेँ अनि मलाई चाहिँ हिजो लास्टै डर लाग्यो के यहाँनिर सुत्नलाई। अनि मैले चाहिँ एउटा फ्यान पनि भित्र यो लगाएको के मैले यहाँनिर आएर मागेँ होइन, यो चाहिँ मलाई दिनुभएको यहाँबाट। मेरो साइकल चाहिँ यहाँनिर राखेको थिएँ मैले, यसरी पुरै लक लगाएर राखेको थिएँ क्या मैले, यसैमा लक लगाएर राखेको के होइन। साथीहरु अनि हिजो बेलुका सुतेको म घर चाहिँ यही नै हो, बाहिरबाट चाहिँ यस्तो देखिन्छ। यतापट्टि साइडको चाहिँ त्यो चाहिँ वासरुम हो होइन। अनि म हिजो सुरुमा आएर चाहिँ यतापट्टि पर साइडमा गएको थिएँ, यो पर देखिरहनु भएको घरमा। अनि त्यहाँनिर कुराकानी गरेर त्यहाँबाट चाहिँ यहाँनिर सुत्नको लागि पठाइदिनु भएको थियो उहाँ एकजना दाइ। यहाँको बिच्छु दाइ पनि आउनु भएको थियो मलाई यहाँसम्म पुर्याउनुको लागि होइन। अनि हिजो बेलुका चाहिँ म यताबाट आएको अनि साइकल सबै रेडी गरिसकेँ। यहाँबाट चाहिँ म निस्किन लागिरहेको छु, गएँ भन्न नि पाइएन होइन, किनकि अहिले चाहिँ ठ्याक्कै 6:08 गयो यहाँनिरको। यहाँनिर यो सिमिनी भन्ने हुँदो रहेछ होइन। यहाँनिर मैले रिचार्ज हाल्न आएको कुरै बुझेन क्या, त्यत्रो बुझ्दैन बुझेन। अगाडि 7-11 पनि गएँ, अगाडि पनि भएन होइन। अब चाहिँ यता साइडमा ट्रेन स्टेसन पर्छ, 7 बजी छुट्ने भनेको होइन। म ट्रेन स्टेसनतिर चाहिँ जाँदैछु, किनकि ट्रेनै मिस भयो भने त फेरि म दिनभरि यहाँ बस्नुपर्ने हुन्छ क्या। फाइनली साथीहरू एकदम हतार गरेर म रेलमा आएर मेरो साइकल पनि राखिसकेँ। म चाहिँ आज जिन्दगीमा पहिलोपटक थाइल्यान्डमा आएर यो ट्रेन चढ्दैछु, यो रेल चढ्दैछु। र यो रेल जाने बाटो चाहिँ यही नै छ, यो ट्रेन जाने बाटो चाहिँ यस्तो छ। र यहाँनिर चाहिँ काउन्टर छ, सबै त्यहाँनिर भिड बसिरहनु भएको छ। त्यहाँनिर चाहिँ पुरै त्यो टिकट काट्नको लागि बसिरहनु भएको छ क्या। खुल्न चाहिँ मैले सुनेको यो 36 मा खुल्छ भनेर सुनेको, तर अहिले चाहिँ ठ्याक्कै 6 बजेर ठ्याक्कै 55 मिनटको। अनि यो रेल चाहिँ ठ्याक्कै 7 बजी हिँड्ने भयो भनेको थिएँ क्या। रेल चलाउने मान्छे चाहिँ यहाँ अगाडि बस्ने रहेछन् होइन, यहाँ हेर्न सक्नुहुन्छ यसरी होइन। त्यसपछि म चाहिँ यतातिर पुरै झुकिएँ क्या होइन। अरू हुँदा नि त्यो रिचार्ज हाल्ने भएको भएर चाहिँ अलिकति दिमागै खराब गराइदियो कि, पसिनाले पुरै हेर्नु न कस्तो भइरहेछ क्या म होइन। साथीहरू यहाँनिर चाहिँ टिकटै काट्नु परेन क्या होइन। यो रेल चाहिँ धेरै लामो छैन, यहाँ परसम्म छ है, हेर्न सक्नुहुन्छ यहाँसम्मको छ। अनि ठ्याक्कै यहाँबाट जानुपर्ने चाहिँ 7 बजी हो भनेर होइन, पुरै सबैजना लाइनमा बस्नु भएको थियो, तर काट्नै परेन। मेरो साइकल चाहिँ कहाँनिर पो राखेको छु क्या मैले। यतातिर चाहिँ यस्तो छ, यो भित्रतिर यो ट्रेनको भित्रभित्र मेरो साइकल चाहिँ यहाँनिर छ, पुरै खाली छ होइन। यस्तो अवस्थामा राखेको छु क्या मैले यहाँनिर साइकल। फाइनली अनि म चढेको ट्रेन चाहिँ हिँडिसकेको छ। पोइपेटबाट ब्याङ्ककसम्मको मेरो यात्रामा के कुराहरू देखिन्छ सबै कुराहरू तपाईँलाई देखाउँछु। टिकट चाहिँ यसरी चेक गरिँदो रहेछ होइन। साथीहरू अनि मैले चाहिँ पोइपेट बोर्डरबाट ब्याङ्ककसम्म जानको लागि चाहिँ 49 बाट चाहिँ तिरेको छु। अनि यस्तो रसिद जस्तो दिने रहेछ क्या, त्यो पैसा तिरेको प्रमाण चाहिँ होइन। यतातिर हेर्न सक्नुहुन्छ परसम्म पुरै छिर्दै जाने बाटो रहेछ। साथीहरू अनि अहिले चाहिँ म तपाईँहरूलाई यो ट्रेनभित्रको वासरुम कस्तो छ भनेर चाहिँ देखाउन लाग्दैछु। अनि यहाँनिर चाहिँ यो थाई भाषामा के कुराहरू लेखेको रहेछ, तर मैले चाहिँ यो बुझ्न सकिनँ होइन। अनि भित्र चाहिँ यस्तो छ साथीहरू। अनि यो चाहिँ ट्रेनभित्रको धारो है। अनि यहाँ चाहिँ हातहरू धुन सकि यसरी पानी आउने रहेछ। अनि माथि चाहिँ झ्याल छ, यस्तो छ हेर्न सक्नुहुन्छ। यतातिर चाहिँ यस्तो छ, खोइ के हो यो होइन। अनि यहाँनिर चाहिँ तलतिर चाहिँ यस्तो छ है फेरि। अनि यो चाहिँ यहाँनिरको यो जुन यो चाहिँ धारो भयो होइन। यहाँ टच गर्ने बित्तिकै छुने बित्तिकै औँलाले छुने बित्तिकै आफै पानी आउने रहेछ क्या। चाहिँ यति धेरै मान्छेहरू पुरै चढ्ने रहेछन् होइन। पुरै यो तरकारी सायद यो ट्रेनभित्र बेच्नको लागि होला होइन। पुरै पर पुरै मान्छेहरू सबै चढिरहेछन् कि भित्र होइन। मैले सोचिरहेको थिएँ यो ट्रेनदेखि एकैचोटि पुरै एक्सप्रेस होला, पोइपेट बोर्डरबाट पुरै परसम्म होला अनि सोचिरहेको थिएँ, तर होइन रहेछ होइन। ब्याङ्कक चाहिँ थाइल्यान्डको राजधानी हो होइन। अनि पोइपेट बोर्डरबाट ब्याङ्ककसम्म चाहिँ त्यही 5 घन्टाको यात्रा हुने रहेछ होइन। ठ्याक्कै 7 बजी त्यहाँबाट हिँडेको। यो ट्रेनभित्र यसरी बेच्न लिएर आउनुहुन्छ भनेको र मैले सोचेकै थिएन क्या। मैले सोचिरहेको थिएँ ट्रेनको चाहिँ आफ्नै मान्छेहरू होला नि, यसरी स्टाफहरू होला नि भन्ने सोचिरहेको थिएँ, तर होइन रहेछ होइन। यसरी पुरै यतातिरको यो के हो सागपातहरू पनि छ त यार, ट्रेनभित्र यस्तो छ यार। अरू पनि छ खानेकुराहरू होइन। साथीहरू अनि यति बेला चाहिँ म यो कोको कोला खाँदैछु। मैले खाना सुरु गरिसकेँ होइन। अब अरू खानाको लागि अब यहाँ किन्नुपर्ने हुन्छ, तर म यहाँ पैसा किन खर्च गर्ने भन्ने लागिरहेको छु क्या। किनकि यहाँनिर पैसा खर्च गर्नेले म 12 बजे पछाडि त ब्याङ्ककै पुग्छु। अनि ब्याङ्ककमा चाहिँ 7-11 गएर खाना खान्छु भन्ने सोचिरहेको छु म चाहिँ होइन। मेरो यो फोनमा चार्ज पनि छैन, अनि मेरो फोनमा चाहिँ डाटा पनि छैन यहाँनिरको सिममा होइन। कस्तो पोखिरहेको होइन। यहाँ फेरि अर्को स्टेसन रहेछ है, यहाँबाट फेरि मान्छेहरू चढिरहेछन् कि, बिचबिचबाट चढ्ने रहेछन् क्या। अनि यसले चाहिँ बिचबिचमा रोक्दै जाने रहेछ होइन।
साथीहरू अनि अहिले चाहिँ ठ्याक्कै म यो साकियोमा आइपुगेको छु होइन। यो बाटो सबै साइकल चलाउँदै गएको सबै थाहा छ नि त मलाई होइन। अनि खासमा आज चाहिँ म किन ट्रेनमा फर्केँ भन्दै गर्दाखेरि चाहिँ 12 अगस्तमा चाहिँ मेरो यहाँनिरको भिजा चाहिँ एक्सपायर हुँदैछ। त्यही भएर चाहिँ जतिसक्दो छिटो म थाइल्यान्ड छोड्न खोजिरहेको छु होइन। वेलकम टु ब्याङ्कक साथीहरू। यति बेला चाहिँ म फाइनल्ली थाइल्यान्डको राजधानी ब्याङ्ककमा फर्किसकेको छु र म आउने बेलामा चाहिँ यतातिर आएको। अनि मलाई चाहिँ रियलले ठ्याक्कै यहाँनिर छोडिदिरहेको क्या, ट्रेनले चाहिँ यहाँनिर छोडिदिरहेको होइन। म चाहिँ केही पनि नभनेको साइकल हतार निकालिरहेको थिएँ होइन। सामान चाहिँ उसमै छोडेर म त भित्र नै छोडेर होइन। ठ्याक्कै मेरो साइकल त फेरि ठ्याक्कै ढोका लागेर होइन। कस्तो क्या तनाव क्या यहाँनिर अलिकति बिग्रिया जस्तो लागिरहेछ मलाई अलिकति। अनि मेरो साइकलको चाहिँ मैले 100 भाट चाहिँ तिर्नु पर्यो। जम्मा चाहिँ 149 भाट चाहिँ मेरो खर्च भयो। ल तलबाट चाहिँ म माथि आएको छु। यहाँनिर आएर चाहिँ मैले 200 को चाहिँ मैले एआइएसमा चाहिँ मैले चाहिँ 30 दिनको लागि चाहिँ मैले चाहिँ 30 GB डाटा राखेँ मैले होइन। र म यो पुरानो सेकेन्ड ह्यान्ड मोबाइलहरू पनि रहेछ क्या, मलाई एउटा फोन पनि चाहिएको छ नि त। अनि यहाँनिर मोबाइलहरू हेरेको होइन, मोबाइल चाहिँ एकदमै सस्तो रहेछ कि, तर मसँग पैसै छैन होइन। अब म चाहिँ एकदम सोचिरहेको छु कि यो नयाँ फोनहरू लिने कि नयाँ फोन लिने कि यो सेकेन्ड ह्यान्डहरू लिने भनेर सोचिरहेको छु म। हुन त मलाई केही गर्न चाहिएको होइन, खासमा त युट्युबको थम्बनेल बनाउन र त्यही म्याप हेर्न मात्रै चाहिएको होइन। साथीहरू नि यति बेला चाहिँ मैले त्यहाँनिर 200 भाटको रिचार्ज हालेर आइसकेँ। अब चाहिँ इन्टरनेट एकदम खतरै चल्छ होइन। यहाँनिर चाहिँ फ्री वाइफाई रहेछ कि माथि होइन। म खासमा यहाँनिर चाहिँ 7-11 खोज्दै आएको होइन, तर एकदम त्यहाँको लोकल पसलमा गएर हालिदिरहेको यो ठुलो सपिङको पसलमा होइन। यहाँनिर चाहिँ पुरै लिफ्ट छ कि। मैले साइकल चाहिँ त्यहाँनिर राखेको छु है, साइकल राख्ने ठाउँ रहेछ। अनि त्यहाँनिर अघि मैले सोधेँ कि साइकल राखेको पैसा लाग्छ त भनेर सोधेको, लाग्दैन अरे क्या। अनि यस्तो दिने रहेछ, यसमा चाहिँ यो के लेखाएको छ अरे, यो फर्च्युन ट्रोन लेखाएको छ क्या। म त यो त्यो पास जस्तो रहेछ कि। अनि सबै साइकलहरू यसरी सबै लक लाएर राखेको रहेछ। साथीहरू यति बेला चाहिँ म नेपाल एम्बेसी आइपुगेँ भन्दा नि हुन्छ। यहाँ आउन धेरै नै गाह्रो भयो मलाई। फाइनली यति बेला चाहिँ म नेपाल एम्बेसीमा आइपुगिसकेँ। फाइनली साथीहरू यति बेला चाहिँ म थाइल्यान्ड स्थित नेपाल एम्बेसीमा आइपुगेको छु। यो चाहिँ नेपाल एम्बेसीको परिसर भयो र यतापट्टि साइडमा चाहिँ यो लेखिएको रहेछ होइन, एम्बेसी अफ नेपाल ब्याङ्कक। यो चाहिँ 2017मा 2016मा चाहिँ इस्टाब्लिस भएको रहेछ जस्तो लाग्यो मलाई, त्यही कुराहरू लेखिएको छ यहाँनिर। सो फाइनली साथीहरू अनि यति बेला चाहिँ यहाँनिरको 4:11 गइसकेको छ। यहाँनिर चाहिँ अहिले चाहिँ बुझे पानी पऱ्यो। अनि मैले चाहिँ यहाँनिर खासमा सुत्छु भन्न खोजेको, तर सुत्न चाहिँ मिल्दैन भन्नुभयो। यता साइडमा सुत्छु भन्न खोजेको, मिल्दैन, सेक्युरिटीले गाह्रो पार्नुहुन्छ भने सेक्युरिटीतिर देखाइदिनु भयो। मेरो साइकल चाहिँ त्यहाँनिर छ। अनि अब यहाँबाट चाहिँ 4 किलोमिटरको नजिकमा एउटा मन्दिर देखाइरहेछ। त्यो चाहिँ नेपाली मन्दिर रहेछ है, गणेशको मन्दिर रहेछ जस्तो लाग्यो मलाई। अनि त्यहाँनिर उहाँहरूले पनि भित्रबाट नै कुराकानी गर्नुभयो। अनि अलिकति अप्ठ्यारो मान्नुभयो क्या। अब फेरि मलाई जबरजस्ती गर्न अलिकति मनै लाग्दैन कि, मलाई फेरि जानेर पनि होइन अलिकति अप्ठ्यारो मानिरहेछन् भने मलाई अलिकति त्यो मेरो मनै मान्दैन होइन। खासमा आज कति यहाँनिर बस्न चाहिँ खोजिरहेको थिएँ। सो यहाँ चाहिँ बस्न नमिल्ने भयो। मैले यहाँनिर चाहिँ एकदम धेरै कुरा देखेँ यो भित्र होइन, एम्बेसीभित्र। त्यहाँबाट चाहिँ मैले किताबहरू पनि निकालेको छु यो होइन। यो चाहिँ नेपाल ट्राभलर जाने बाटोमा त होइन पुरै पानी परेर बिजोग भद्रगोल भइरहेको रहेछ क्या। म चाहिँ यतातिर जाने भनेको, त्यही पनि उल्टो पाल्टो देखाइरहेछ। उताबाट म चाहिँ म्याप हेर्दै आएको होइन। ठ्याक्कै यहाँनिर आइसके पछाडि चाहिँ साइकल चिर्देर यस्तो नम्बर लडेँ कि होइन। यहाँनिर अझै दुखिरहेछ कि, यस्तो नम्बरसँग लडियो कि। मेरो फेरि यो साइकलको ब्याग फेरि अगाडि आएको आइसक्यो, यसले गर्दा नि हो कि। एउटा मात्रै ब्रेक छ कि फेरि यो साइकलमा। हिजो क्याम्बोडियाबाट यता पोइपेट बोर्डरमा लिएर आउने बेलामा यो गाडीमा हाल्दाखेरि त्यो यो नै पुरै ब्रेकको पुरै तारै चुट्टिएछ कि, तारै यहाँनिर तल गएर बसिरहेछ। अब हुन त यसलाई फेरि हाल्न बनाउनु त सकिन्छ, तर फेरि यो भित्रबाट तानेर लिएर आउनु पर्ने छ क्या। यहाँनिर कोही उठाउन आउँछ कि भनेर सोचिरहेको, कोही उठाउन आएन क्या। यतातिरबाट नि पुरै मान्छेहरू सबै मस्त हेरेर बसिरहेको, यतातिर नै हेरेर बसिरहेको, यतातिर नै हेरेर बसिरहेको होइन। म चाहिँ अहिले कहाँ भित्र हिँडिरहेको छु कि। उताबाट आएको होइन, त्यहाँ माथिबाट त 1000 भाटको फाइन लाग्छ भनेर रहेछ क्या माथिबाट होइन। यस्तो रिस उठिरहेको छ कि आफूलाई होइन। म छाडा मात्रै बोल्न सकिरहेको छैन कि।
अति नै जिरिसिदिरहेको छ आफूसँग यार। कतातिर जाने हो फेरि? यसैमा भिडियो पज गरेर फेरि यसैमा हेरेर जानुपर्ने हुन्छ कि। देखेर चाहिँ मलाई हाम्रो बागमती खोलाको याद आयो है। यता नि घर छ, यता नि घर छ। यस्तो यो पुरै बाँध जस्तो बाँधेको छ कि। अनि यहाँ बिचबाट यस्तो हेरौँ न, पुरै त्यति धेरै फोहोर पनि पानी छैन है। पानी चाहिँ हल्का माटोले गर्दा फोहोर भएको होला। यहाँबाट चाहिँ तपाईँहरूलाई वेलकम टु थाइल्यान्ड, वेलकम टु ब्याङ्कक भन्न मन लाग्यो मलाई त। अनि एम्बेसीमा बास नमिलिसके पछाडि चाहिँ म यो थाइल्यान्डमा रहेको एउटा नेपाली मन्दिरमा जाँदैछु। अनि यो मन्दिरमा बास मिल्छ कि मिल्दैन त्यो चाहिँ हेरौँ है त। यो चाहिँ यहाँनिरको यो त्रिनाथ थाई नेपाल समाजले चाहिँ बनाएको मन्दिर रहेछ। भित्रपट्टि बस्ने त ठाउँ त रहेछ होइन। पानीमा आएको मलाई यहाँ देखाइदिनु भयो कि होइन। यसको चाहिँ कस्तो रहेछ क्या, यो धारोको पुरै यो माथि घुमाउने न रहेछ क्या। यहाँ थिच्यो भने यसरी पानी आउने चाहिँ क्या। पानी पनि यहाँबाट आउने रहेछ क्या, यहाँबाटै। म त यहाँबाट आउँछ भनेको होइन, यहाँबाट कहाँ आउने चाहिँ क्या। यसरी पानी आउने रहेछ। अनि यसमै थापेर खाएँ मैले। पानी चाहिँ एकदम अति नै चिसो रहेछ क्या। यो भित्र फ्रिज पनि रहेछ क्या। विवाह सिवाह के गर्नु पर्यो भने सबै यहीँनिर गर्न मिल्छ अरे क्या। यति भाट लाग्छ भनेर लेख्या होला सायद होइन। यो मन्दिरमा त आएँ म होइन, तर यहाँनिर चाहिँ यो मन्दिरको ठुलो मान्छेसँग चाहिँ कुराकानी गर्नुपर्ने रहेछ। अनि उहाँसँग चाहिँ मेरो सबै कुराहरू, म यसरी हिँडेको विश्व यात्रा गर्दै हिँडिरहेको छु, सबै कुराहरू भनिसके पछाडि चाहिँ अनि उहाँले चाहिँ बास मिल्ने कुराकानी गर्नुभएको छ। डकुमेन्ट लिएर म उता मलेसिया गइहाल्छु दाइ। हजुर दाइ। अब 3 दिन राख्ने, तर भोजन चाहिँ त्यो बाहुनहरूले जे खान्छ त्यही खाने फेस्टिभल। ओके साथीहरू, अनि आज चाहिँ म यही मन्दिरमा बस्ने भएँ। अनि यहाँनिर चाहिँ एकजना नेपाली दाइ आउनुभएको छ है। हुँदै आउने सबैजना नेपाली नै हुनुहुन्छ, तर अनि उहाँ चाहिँ थाई नेपाली हुनुहुँदो रहेछ। दाइ यहाँ थाई नेपाली चाहिँ कतिको सङ्ख्यामा हुनुहुन्छ दाइ? थाई नेपाली अब बढीमा बढी 2-3 हजारको सङ्ख्यामा हुनुहुन्छ। अनि यस्तै मतलब नेपाली बर्माली चाहिँ कति हुनुहुन्छ? यहाँ अब टोटल 80,000, त्यो चाहिँ मलाई थाहा छैन। तपाईँले चाहिँ कहाँनिर गएर आएको भन्ने सोच्नुभयो त्यो साइकल? क्याम्बोडियातिर गएर आएको म। नेपालबाट आएको, साइकलबाट विश्व यात्रा गर्न हिँडेको। कस्तो लाग्यो त कुरा सुनेर तपाईँलाई? गजब लाग्यो। सो के साथीहरू, अनि यहाँनिर चाहिँ नेपाल छोडेको आज लगभग त्यस्तै 2 महिना पुग्न लागिसकेछ। मैले खाना भेटिरहेको छु क्या। यहाँनिर चाहिँ दाल भात, यहाँनिर चाहिँ यो तरकारी के अरे यो साग छ होइन, अचार पनि छ यहाँनिर। अनि यहाँनिर पनि छ क्या। अनि मन्दिरभित्र चाहिँ म अहिले चाहिँ नुहाएँ होइन। अनि अब नुहाएर चाहिँ अब म चाहिँ खाना चाहिँ लाग्दैछु। यो खाना चाहिँ मैले सोचेको भन्दा नि एकदमै बब्बाल मिठो रहेछ क्या। नमस्ते साथीहरू, तपाईँलाई स्वागत छ आजको मेरो अर्को नयाँ भिडियोमा। अनि आज चाहिँ यो 15 मार्च होइन साथीहरू। अनि झन्डै 7 महिना पछाडि चाहिँ म यो बारेमा चाहिँ बोल्दैछु होइन। अनि यो घटना चाहिँ जुलाई 28 को दिन भएको थियो। क्याम्बोडियाको जुन त्यो वातमा चाहिँ म बसिरहेको थिएँ। अनि त्यहाँ बसिराख्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ मेरो चाहिँ फोन चोरी भयो। मेरो चाहिँ सबै प्लानहरू चाहिँ सबै चौपट बनाइदियो क्या। अनि त्यो वातमा चाहिँ म त्यस्तै 4-5 दिनदेखि बसिरहेको थिएँ। अनि त्यो वातमा बसेर चाहिँ म चाहिँ भिडियो एडिटिङको कामहरू गरेर युट्युबमा हालिरहेको थिएँ। 28 जुलाईको बिहान चाहिँ म अरू दिन जस्तै उठेर अनि मोबाइल चार्जमा हालेर अनि खानासाना खाएर भिडियो एडिटिङ गर्दै रेस्ट गरेर बसिरहेको थिएँ, एकछिन भन्दै बसिरहेको थिएँ। तर त्यहाँनिर चाहिँ मेरो फोन चोरी भयो। अनि फोन चोरी हुँदै गर्दा चाहिँ म चाहिँ सपना हो कि विपना हो जस्तो भयो क्या मलाई होइन। अनि त्यहाँनिरको जुन ठुलो मान्छे चाहिँ बाहिर जानुभएको थियो, अनि उहाँलाई कल होइन एसएमएस गरेँ। अनि त्यस पछाडि चाहिँ उहाँले चाहिँ मतलब पुलिसमा रिपोर्ट गर्नु भन्नुभयो होइन। मलाई त्यहाँनिर पुलिस स्टेसनमा पनि गएँ म होइन। अनि रिपोर्ट दिएँ। अनि त्यो जुन दिन मेरो मोबाइल हराएको थियो त्यो दिन चाहिँ त्यहाँनिर मन्दिरमा आएको मान्छेहरू सबैलाई लिएर आएछ होइन। अनि सबले चाहिँ मेरो अनुहारमा हेरिदिरहेको क्या होइन। मलाई एकदमै डर लागिरहेको थियो होइन। अरूको देशमा नेपाल जस्तो भए पो होइन। त्यहाँनिर 10-15 जना पुलिसहरू पनि आएको थियो 2-4 दिनसम्म। त्यहाँनिर पुलिसहरू आएर पुरै इन्भेस्टिगेसन गरिरहेको थियो होइन। अनि त्यो मोबाइल चाहिँ मेरो हरायो। 1-2 दिनसम्म बसेँ त्यहाँनिर हुन्छ कि भन्दै। अनि त्यस पछाडि पनि भएन।
अनि म त्यहाँनिर चाहिँ बिरामी पनि भएँ अनि उनीहरू पनि डराए क्या अब मलाई झन् अरू थप के हुन्छ कि भनेर त्यही एउटा मोबाइल चोरीको घटनाले गर्दाखेरि होइन त्यो एउटा एक्सिडेन्टले गर्दाखेरि चाहिँ म अहिले नेपाल फर्किनु परेको छ तर म छिटै फर्किँदैछु सो अनि त्यहाँभन्दा अब त्यहाँबाट चाहिँ म मलेसिया अनि सिङ्गापुरसम्म पुगेको छु होइन सो त्यो भिडियोहरू पनि आउँदै गर्छ ब्याक टु ब्याक होइन यति समय मैले भिडियो हाल्न सकिनँ सो त्यसको लागि चाहिँ तपाईँहरू सबैसँग म आइएम रियल्ली सरी भन्न चाहन्छु अनि म छिटै फेरि पुरानै यात्रामा चाहिँ फर्किन चाहिँ लागिरहेको छु एउटा काण्ड चाहिँ एउटा सानो मोबाइल चोरीको काण्ड थियो तर त्यसले मलाई एकदम धेरै नै हुन्छ नि धेरै नै बिगेस्ट मतलब त लर्निङ दियो क्या अनि यो चाहिँ मेरो आफ्नै हेल्थ चक्राले गर्दाखेरि त्यो हुन पुग्यो अब के थाहा होइन कुन बेला के पर्ने लाइफमा त्यो भन्नै नसकिने रहेछ क्या